नमस्कार। आज हामी राजनीतिक समसामयिक राजनीतिक विषयमा चाहिँ केही छलफल गर्न गइराखेका छौँ। त्यसै क्रममा चाहिँ हामीसँग आज हुनुहुन्छ प्रिन्सिपल विश्वराज पोखरेल हुनुहुन्छ आज हामीसँग। यसै केही कुरा राजनीतिकको बारेमा केही कुरा गर्नेछौँ, तपाईँहरूले सुनिदिनु होला। बुवा नमस्कार। नमस्कार। अहिलेको यो राजनीतिक माहौल हेर्दा, जब यो आन्दोलन जेनजी आन्दोलनपछि हैन, आन्दोलनपछि चाहिँ राजनीतिक हेर्दा चाहिँ तपाईँलाई कस्तो लाग्छ? के हुँदैछ देशमा? के हुन्छ त? कस्तो छ तपाईँको यो राजनीतिको बारेमा केही भनिदिनु न। तपाईँलाई त अब यसको बारेमा धेरै ज्ञान, तपाईँलाई के लाग्छ चाहिँ भनिदिनु न केही कुरा। अहिलेको माहौल, राजनीतिको माहौल हेर्दाखेरि हजुर मलाई एउटा कथा याद आउँछ। हजुर कुनै एउटा पिछडिएको उहिलेको गाउँमा हजुर एउटा लाल बुजक्कर भन्ने गाउँ अलिक पाखा पर्वत जस्तो तलतिर खोलासँग बगेको। हजुर अनि त्यो खोलामा एक दिन दुईवटा बाबुहरू केटाहरू घुम्दै गएछन्। हजुर गएपछि तिनीहरू एउटा बल्छी भेटेछन्। बल्छी भेटेछन्। अनि कहिले बल्छी नदेखेको। हजुर अब यो चाहिँ के यो चिज हजुर कसले भन्छ यसलाई? हजुर अनि सुन्दै विचार गरे, लाल बुजक्कर छ यहाँ, उनले पक्कै भन्छन्, हुन्छ जाउँ यो लिएर अँ, भनेर लाल बुजक्करलाई त्यो बन्सी लिएर गए। गए। गएर चाहिँ खाए। अनि लाल बुजक्करले घुमाइ हेर हेरिसकेपछि उसले के भन्यो भने, लाल बुजक्कर बुझ लिया और न बुझा कोही, कोही हँसुआ का बेटा बचपन में दूध कट्टा हुई। भनेको मतलब के भनेदेखि, हजुर यो हँसियाको छोरो सानामा दुध खान नपाएर दुध कट्टा भएर खिएर यस्तो भएको हो भनेर भने उसले। त्यस्तै हाम्रो देशको राजनीतिज्ञहरू पनि अहिले त्यस्तै लाल बुजक्करै जस्तै सबै लाल बुजक्करै लाल बुजक्कर छन्। लाल बुजक्कर सबै लाल बुजक्कर बुझ्न कसैले बुझ्नु केही छैन, लाल बुजक्कर तर सबै अर्थ लाउने लाल बुजक्कर हो। अर्थ लाउने सबै जान्ने मात्रै होइन, लाल बुजक्करै लाल बुजक्करै भयो। सबैले नबुझेको नजानेको कसैले केही छैन, सबै जाने छ। सबै जानेकै मात्रै छ होइन। लाल बुजक्कर जस्तो लाल बुजक्कर सबै लाल बुजक्कर। मैले जानेको छैन, मैले यो होइन भन्ने कोहीसँग छैन। सब लाल बुजक्कर लाल बुजक्कर सबै। अहिलेको स्थिति हेर्दा यस्तो लाग्छ होइन, अहिलेको परिस्थिति यस्तो छ राजनीतिज्ञहरूको। राजनीतिज्ञहरू यस्तो छ होइन त। हस्, धन्यवाद।